घन्टीमा भोट हाल्नेलाई 35 रुपियाँ किलो टमाटर, रुख र एमालेलाई पार्टीमा भोट हाल्नेलाई 40। तो चलिए शुरू करते हैं। सायद अब मैले न्याय पाउँछु होला है रवि दाई। तोड्यौं हामीले यो जाला झेलालाई, फाल्यौं आज दाई आकाशा फेलालाई। हिस्ट्री भनेको फेरिने चिज हो भाइ, बाले नहिलेसम्म आएको थियो। घन्टेनीहरू कुकुरले गु नखाइकन यो माटोमा रोपेको फुल चोर्न आउँछ। गाडीहरू तिमीहरूको हिम्मत छ भने लु तिमीहरूको घन्टीमा रोपेर तडाओ। माछाले कुकुरले गाडीहरू खै घन्टेनी गाडीहरू। भोट केमा भोट केमा तपाईँको नाम? मेरो नाम स्वर्णिमा। ओके, पुरो नाम? स्वर्णिमा राई। राई? यस। मेरो नाम कपिल नौपाने। कपिल नौपाने। मेरो खराब पानी छ, मेरो खराब। धमलाको भोट भन्दा त मेरो बोयफ्रेन्ड धेरै होला हो आजसम्ममा। बरु गधालाई नुहाएर गाई बनाउन सकिएला, तर यो एमाले काङ्ग्रेस माओवादीको कार्यकर्तालाई मान्छे बनाउन नसकिने भो। जय होस् बाबा, तिम्रो जय होस्। भोटर कार्ड छ यसै घन्टी भनेर चम्किन्छस् भनेर भन्थे क्या मान्छेहरूले। अनि उनीहरूको त फेरि र्यालीमा आएको जति मान्छेहरू पनि भोट हालेनन् कि क्या हो। 3 महिनादेखि म नेपाल हाँसेको हेर्न चाहन्छु भन्दै हिँड्यो कि आज त बिहानैदेखि हाँस उठेको उठेछ त। भोटेर कि हाँस उठ्छ। श्रीमती पालेनको फुपू पालेनको फुपू मसँग मस्किँदै जिस्किँदै छेउमा नआउनु है। फेरि म त म बिना बाँच्नै नसक्ने बनाइदिउँला नि फेरि। स्याङ्जामा पुरुषलाई जबरजस्ती करणी गर्ने महिलालाई पक्राउ गरिएको छ। स्याङ्जामा पुरुषलाई जबरजस्ती करणी गरेको अभियोगमा सजाय पाएकी सावित्री सापकोटा 25 वर्षपछि पक्राउ परेकी हुन्। यत्रो 30 वर्ष कुर्दा पनि भएन केही पनि नेपालमा। सबै चाहिँ के अरे नेपालै ध्वस्त हुने भइसक्यो। अब घन्टीलाई दिएर उकास्नु पर्छ अनि उसले केही गर्छ कि केमा लाउने? घन्टीमा लाउनु। मलाई त जाडो हुन्छ, घाममा लगाइदिन्छु। केपी ओली इज द केपी ओली। मलाई अहिले एकदम ठुलो मौसम भएर अलि मलाई दिमागमा चाहिँ जाडो मात्रै फिल भइरहेको छ। दिमागमा जाडो फिल भइरहेछ है। त्यतिखेर तपाईँ हामी 4 जना छौँ। हामी 4 जना मध्ये कसलाई चाहिँ लिएर गेस्ट हाउस छिर्न चाहनुहुन्छ? कस्तो गरेको छ? 9 महिना छोरी मान्छेको पेटमा बसेर छोरी मान्छेकै शरीरबाट जन्म लिएर छोरी मान्छेले नै तँलाई हुर्काई बढाई पढाइ गरेर यत्रो ठुलो पारिदिएर छोरी मान्छेले नै सम्हालेको घरभित्र बसेर एउटा छोरी मान्छेकै पछि पछि लाग्दा लाग्दै तेरो जिन्दगी चितासम्म पुगिरहेछ। अनि त अझै पनि भनिरहेछ छोरी मान्छे भएर के उखाड्न सक्छस् भनेर। चिरपर्दामा ल्याउ न यसलाई बिचबाट चिर्दिन। साग बेसी खाएर होला मेरो डुबिरहेको भविष्य प्रत्यक्ष देखिरहेछु मैले। तपाईँको बिहेमा के हुन्छ? मेरो बिहेमा चाहिँ खास गरेर होइन, एउटा बाहुन हुन्छ। मेरो खराब पानी छ, मेरो खराब। नहगेको भए ठिकै हुन्थ्यो, अब हगिहाले पानी छैन, पातले पुस्ने बानी छैन। तिमी पानी ल्याउनु है, म हगी बस्छु है।
धेरै पढेर नि के गर्ने रहेछ र आखिर पहिला जानै पर्ने रहेछ लास्टमा पहिला जानै पर्ने रहेछ छोरा जन्माउनु पर्ने रहेछ मैले के भन्न खोजेको भने मेरो फोटो भिडियो जस्तो आए पनि उहाँको चाहिँ राम्रो आउनु पर्यो मान्छेले देख्दा पनि कति राम्रो बुढा पाइसदे भन्नु न 8 कक्षा फेल 14 वर्ष जेल पूर्व पश्चिम रेल हावा र बिजुलीबाट तेल 2टा किडनी फेल अब सक्यो एमालेको खेल बालेन दाइ तपाईँ प्रधानमन्त्री भइसकेपछि एउटा बिर्सिनै नहुने नाम चाहिँ निर्मला पन्त हो है दाइ यति यो चाहिँ एकदम सम्झिनु होला है निर्मला पन्त यति चाहिँ सम्झिनु होला है अरू सबै तपाईँले बुझ्नुहुन्छ निर्मला पन्त भोट केमा यी मेरो फाटेको कट्टुमा खत्तम बाई बाई टाटा गुड बाई हराकै हो हराएको होइन गेटमा मोबाइल र उनीहरूले राखिदियो मेरो के खैनी चाहिँ हरायो मोबाइल छ खैनी छैन अनि कसले डस्टबिनमा हाल्यो मेरो खैनी त चाहियो नि चाहियो के तपाईँ हो मेरो नाम क्यास्पर तामाङ मेरो घरको नेताहरूले यस्तो बनाइदिएको छ मेरो लागि प्रोटिस गर न अब के देखेर चाहिँ आउनु भयो भन्नु त थोपडा यसको थोपडा हेर थोपडा देखेर अर्को पनि आउँछ नि थोपडाले त राजनसँगै बस्नुहुन्छ हजुर मिलेर बस्ने नि त हामी मिलेर बस्ने तर म बस्दिन तपाईँ राजी म बस्न सक्दिनँ मिलेर म मिलेर मरि गए पनि बस्न सक्दिनँ अनि तिमीहरू केपी ओलीको चोलेहरू गुल्ला खाऊ गुल्ला के अरे गुल्ला खाऊ मादर चोरहरू आई लभ यु यसरी त जसले पनि भन्छ नि प्रपोज मी इन अ डिफरेन्ट वे के तिम्रो लासलाई दागबत्ती दिने सौभाग्य मेरो छोरालाई मिल्न सक्ला थ्याङ्क यू ढोकेको खै आमालाई ढोक बुजुलाई ढोक भने अब अर्को पल्टदेखि चाहिँ उम्मेदवारहरू भोट माग्न आउँदाखेरि पैसा तिरेर भोट किन्न पाइन्छ भनेर आउँदैनन् उनीहरू राम्रो काम गर्छन् अनि मैले यस्तो राम्रो काम गरेको थिएँ भनेर देखाएर मात्रै भोट माग्नु आउँछन् क्या किन भन्दा यसपालि नेपाली जनताले देखाइदियो नि त तिमीहरूको पैसाले चाहिँ हाम्रो भोट किन्न सकिँदैन भनेर हाम्रो यो नेपो बेबीहरू कहाँ छ चुना हेर है हेर घोटाला चाहिँ यो क्लियर रिजल्ट हो हेर अब गुची टर्की लन्डन पेरिस अब गर्न त्यसको बाउको गर्छ अब सुने मैले आशिका तामाङलाई टिभीमा देखाएको यत्रो ठुलो देख्छ मान्छे सानो भएर होइन सोच ठुलो भएर चाहिँ देश विकास हुने यो दाजु बालेन शाहले गीत गाएको थियो नि कुन मन्दिरमा जान्छौ यात्री भनेर केपी ओलीको लागि रहेछ के त्यो कहाँ जान्छौ अब कहाँ जान्छौ नौटंकी नै हो यो नौटंकी नै हो यति 12 बालेन शाहसँगै हिँडेको अवस्था तपाईँहरूमा देखाइरहेको छौँ कुछ भी यो ठाउँमा को आउँदा विकास होला जस्तो लाग्यो ठीक नहीं है आपका छाप दिख रहा है छाप होइन हौ दिदी त्यो त सिस्टम पो त चाले तू मलाई चाहिँ यति क्युट लाग्यो होइन यो मान्छे यति क्युट लाग्यो अनि म त अघि हेरेको भएको थिएँ साँच्चीकै यो सो क्युट मलाई क्युट अनि कसरी आउनु पर्छ है लाग्यो
बिहेको दिन चस्मा लाउनुको के अरे अर्थ? अब सर्लक्क लगेर स्टेजमा माथि राखिदिन्छन्, माथि बसेर यसो तल सालीहरू कति छन् के कस्ता छन् भनेर हेर्नु पर्दैन। मेरो खराब पानी छ, मेरो खराब